नमस्कार सम्पूर्णलाई यो स्पेन इन हेल्पिङ ग्रुपमा सबैजनालाई स्वागत छ। अहिले चाहिँ हामी चाहिँ सबैजना एउटा बन्द कोठामा बसिरहेका छौँ, नेपालमा होस् या युरोपमा होस्। त्यसकारणले हामी चाहिँ बाहिरको वातावरण पनि हेर्न एकदमै जरुरी रहेछ भन्ने मलाई चाहिँ लागेको छ हैन। किनकि मैले यो स्पेन आएपछि धेरै ठाउँमा गएँ, धेरै ठाउँमा अनुभव गर्न पाएँ हैन। धेरै अनुभव गर्दाखेरि हैन त्यहाँ छुट्टै अनुभव पाएँ। त्यसकारणले चाहिँ जोस् त्यो अनुभव बटलेको छु मैले हैन। थोरै समय भएको छ तर धेरै अनुभव लिएर यहाँ बस्दाखेरि एकदमै खुसी लाग्दो रहेछ हैन। त्यो दुःख पाएको हैन, त्यो दुःख त्यो हैन, त्यो पीडाहरू एकदमै हैन, त्यो चाहिँ अनुभव ल्याउनु नै ठुलो कुरा रहेछ। मान्छेले हैन, मान्छे सानो ठुलो हुँदैन। त्यसकारणले चाहिँ हरेक मान्छेहरू चाहिँ अनुभव लिन पर्दो रहेछ हैन। त्यसकारणले अब के भन्न चाहन्छु भनेपछि चाहिँ जोस् अब चाहिँ हाम्रो यो युरोपमा चाहिँ एकदमै गाह्रो भइरहेको छ, सबैजनालाई गाह्रो भइरहेको छ हैन। यदि कोही नेपालबाट आउँदै हुनुहुन्छ भने चाहिँ उहाँहरूले पनि हेर्नु होला है। यो भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यहाँ युरोपमा सोचे जस्तो लाइफ कुनैमा छैन है। युरोपमा चाहिँ खतम छ। जोस् अब के कम्पनी राम्रो कम्पनीमा आउँदा एकदमै बेटर हुँदो रहेछ। यो सप्लाई कम्पनीमा आउँदाखेरि चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। तपाईहरुले अरूलाई पनि सोध्न हुनेछ, आफ्नाहरूलाई पनि सोध्न सक्नुहुनेछ। यदि सप्लाई कम्पनीमा आएर काम गर्दै हुनुहुन्छ भने उहाँहरूले एकदमै गाह्रो भइरहेछ। त्यसकारणले बिन्ती छ सबैजना नेपालमा बस्नुभएको दाजुभाइ तथा दिदीबहिनीहरू एकदमै बरु केही व्यवसाय गर्नु होला उही है। एकदमै अब तपाईले त्यहाँ बसेर साग बेचेर पनि, धनिया बेचेर पनि, खोर्सानी बेचेर पनि आफ्नो जीविका चलाउन सक्नुहुन्छ। तर त्यो चाहिँ गर्न पर्यो के। त्यो यो बेच्दैमा लाज लाग्ने, शरम लाग्ने भन्दाखेरि पनि केही गर्नु पर्यो। गर्न सक्दैन नेपाली, लाज लाग्छ। अनि अब त्यो साग बेच्दाखेरि सानो भइन्छ हैन। त्यो छिमेकीले के भन्ला, मेरो फलानाले के भन्ला, ढिस्काले के भन्ला, त्यो मतलब हुँदैन। तर तपाईले चाहिँ आफ्नो लागि चाहिँ गर्नुपर्छ। त्यसकारणले कसैले केही गर्दैन। त्यसकारणले सबै कुराहरू आफूले म्यानेज गर्नुपर्छ। हरेक बाउआमालाई हैन अब जोस खुसी राख्न सक्नुपर्छ हैन। अब तपाईको त्यो सानो व्यवसायले गर्दाखेरि तपाईको राम्रो काम भइरहेको छ भने तपाई त्यो गर्नु न हैन। किन लजाउनुहुन्छ, किन शर्माउनुहुन्छ, किन अरूको कुरा सोध्नुहुन्छ, अरूले के भन्ला, फलानाले के भन्ला, ढिस्काले के भन्ला। त्यसकारणले सुरु गर्नु होला है। केही व्यवसाय सुरु गर्नु होला। आफ्नो घरदेखि केही अब एग्रिकल्चरै गर्दा राम्रो हुन्छ। सागहरू रोप्नु, धनियाहरू, खोर्सानीहरू, टमाटरहरू रोप्नु, बजारतिर गएर बेच्नु, त्यही गाउँमै पनि बेच्नु एकदमै बेटर हुन्छ। सकेसम्म कुलतमा नफस्नु। अनि उहाँ आफ्नो बाउआमाले पनि मेरो छोराले के गरिरहेको छ भनेर चाहिँ बुझ्नुपर्छ के। फलाना यो बेचेर के हुन्छ, त्यो बेचेर के हुन्छ भन्छन्। अनि त्यसपछि यहाँ युरोपमा पठाउँछन्। अनि युरोपको हाल यस्तै हुन्छ, 15-20 लाख डुब्छ। त्यसकारणले त नआइज हैन, तेरो यहाँ आएन इज्जत हुँदैन भन्छन्। त्यो लगानी पैसा गर्ने चाहिँ युरोपमा दिने। नेपालमा व्यवसाय गर्छु भन्दाखेरि, राम्रो मान्छेले व्यवसाय गर्छु भन्दाखेरि चाहिँ नदिने। त्यसकारणले चाहिँ यस्तो भइरहेछ कि यो प्रवृत्ति चाहिँ धेरै छिटो चेन्ज गर्नुपर्छ हामीले है। ल अब यति कुरा हो। हस् त, धन्यवाद।